हेलो एभ्रिवान, आज चाहिँ तपाईहरुसँग म यो आलु र कलिलो सजनाको रेसिपी शेयर गर्दैछु। यसको लागि चाहिँ हामीलाई चाहिन्छ पहिला 2 चम्ची कालो तोरी, 2 चम्ची सेतो तिल र हरियो खुर्सानी। मेरो खुर्सानी चाहिँ यस्तो पाकिसकेको थियो। यसको पेस्ट बनाउनु पर्छ। मैले चाहिँ सिलौटोमा पिसे, मिक्सर ग्राइन्डर जसमा गर्दा पनि हुन्छ। यो चाहिँ हो सजना कलिलो। यो चाहिँ चटचट काट्दा भइहाल्छ, केलाउनु पर्दैन। र एउटा आलु पनि लिएको छु। फर्स्ट चाहिँ कराईमा तेल गरम गरे। यो चाहिँ तोरीको तेल, मस्टर्ड ऑयल, त्यहाँदेखि मसला हालेर मसलालाई फ्राई गरे। मसलाको बटुकामै अलिक पानी हालेर त्यसलाई पनि पखालेर त्यही हालिदिए। त्यहाँदेखि एकछिन चलाएर यसलाई छोडिदिए। जब मसलाले यसरी तेल छोड्छ साइड साइडबाट, त्यति बेला चाहिँ हामीले हल्दी र धुलो खुर्सानी मिसाउनु पर्छ। धुलो खुर्सानी अप्सनल हो, हाल्दा पनि भयो नहाल्दा पनि भयो। यसले चाहिँ कलर आउँछ भनेर हालेको मैले। र एउटा आलु काटेको त्यो मिसाएर एकछिन यसलाई चाहिँ ढक्ना लगाएर सानो आगोमा पकाउनु पर्छ। यसरी 2 मिनेट जति मैले ढक्ना लगाएर पकाएँ। त्यहाँदेखि चाहिँ सजना एड गरिदिए। सजना एड गरेर चाहिँ मजाले यसलाई चलाउनु पर्छ। सजनामा पनि हल्का पानी थियो, त्यो भएर चाहिँ यो पानी सुकिन्जेलसम्म ढक्ना लगाएर मैले पकाएँ। बिचबिचमा चेक गर्दै गर्नुपर्छ, डढ्छ। त्यहाँदेखि नुन एड गरेँ। फेरि मजालेसित मिक्स गरेँ। त्यहाँदेखि पानी हालेर यसलाई एकपल्ट चलाएँ र ढक्ना लगाएर यसलाई छोडिदिए 6-7 मिनेटको लागि। त्यहाँदेखि चाहिँ यसलाई यसरी चेक गर्दा चाहिँ मजाले पाकेको जस्तो लाग्यो। तपाईहरुले यसरी आलुलाई एउटा सानो काटेर हेर्दा हुन्छ, या सजनालाई यसरी निचारेर हेर्दा पनि थाहा पाइहाल्छ पाके कि पाकेन भनेर। यति बेला चाहिँ मैले टमाटर एड गरेको छु। टमाटर हालेर पनि पाक्यो हाम्रो सब्जी। यतिको सुक्खा खानु पनि मिठो हुन्छ, तर मैले नुन चाहिँ अलिक बेसी हालेको थिएँ। म चाहिँ हल्का ग्रेभी बनाउँछु भनेर। त्यही तपाईहरुले सुक्खा खानुहुन्छ भने चाहिँ अगाडि अलिक नुन कम्ती हाल्नुस्, सुक्खा पनि मिठो हुन्छ। यसरी एकपल्ट बनाएर ट्राई गर्नुहोस् त, मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ।